पोलुवा के छ हौ कहिले हो तिम्रो नानी हो ओहो गतिलो रहेछ त हौ भाले आन्टी हो यहाँ चाहिँ बोका कहाँबाट लिएको बहिनी कहाँबाट पाना 4 वटा 200 वटा भाले चाहिँ कस्तो भाले कुखुरा लोकल भाले 65 वटा आजै ढल्छ त्यो अनि बोका पाटे 8 वटा के छ हौ धिमालनीहरू ठिक छ न हौ नाचिएन त हौ नाचियो कतिको गइरहेछ त बोराबनको मेलामा गइरहेछ ल साथीहरू झुम्पाइरहेछ यहाँनिर देख्न सक्नुहुन्छ झुम्पा हेलो साथीहरू नमस्कार स्वागत छ हजुरहरूलाई फेरि पनि हङसेनको भ्लगमा। आज रातभरि पानी परेर आजको मेला लाग्न दिँदैन कि भन्ने लागिरहेको थियो तर पानी रहेको छ अहिले। तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। यहाँ नयाँ दिन नयाँ सुरुवातमा आज हाम्रो गाउँमै भ्लग बन्न गाउँमै मेला लागिरहेछ। आज उभौली र ढङढङेको भव्यको साथमा मेला लाग्नेछ। त्यसैको भ्लग आजको आउनेछ तपाईहरु माझ। यो चाहिँ ग्रन्थान मन्दिर रहेको छ। यो चाहिँ धिमाल जातिको ग्रन्थान मन्दिर रहेको छ भने यसको दक्षिणपट्टि साकेला थान रहेको छ साथीहरू। आजको हाम्रो गाउँको मेला भव्य रहनेछ। ग्रन्थान मन्दिर कतिखेर ढाल्नु भएको सुँगुर? अघि नै आजको हाम्रो बोराबन मेलामा अहिले बिहान चाहिँ सुँगुरहरू ढलिरहेछ। यहाँ एक ठाउँ ढलेको छ सुँगुर, निकै गतिलो सुँगुर ढले जस्तो छ। यहाँ पनि एउटा सुँगुर ढलेको छ देख्न सक्नुहुन्छ। यो चाहिँ रहेको छ हाम्रो बोराबन चोक बेलबारी छ। बोराबन मासु लिन आउनेहरूको भिडभाड रहेको छ यहाँनिर चोकमा। साथीहरू यो हाम्रो धिमाल जातिमा चाहिँ आज धिमाल जातिको महान पर्व ढङढङेमा यसरी हामी तगारी पोलुवा बनाएर खाइँदैछ। बाजेको घरमा देख्न सक्नुहुन्छ। तरिका चाहिँ यही पोल्ने साथी हो, तगारी पोलुवा। वाह पोलुवा यो फेरि पोल्दैछु। पोलुवा काटा चल्दै भयो के मासु मिठो हुँदैन फेरि। आज चाहिँ धिमाल जातिहरूको ढङढङे मेलाको पोलुवा बिहानै खाएर अब मेलातिर लाग्दैछु म। मेला लागिरहेछ हजुर। हाम्रो गाउँको मेला यस्तै छ है साथीहरू, देख्न सक्नुहुन्छ। के छ बहिनी हो बिक्री वितरण कस्तो छ? बिक्री वितरण कस्तो छ? अहिले मेला लागेको छैन नि अलिक मजाले। भटाभट जुलबीहरू बनिरहेछ देख्न सक्नुहुन्छ यहाँनिर। ए नामै खाजा हो यसको? खाजा अरे साथीहरू यसको नाम। हिजो राति यहाँनिर पूजा भएको थियो भने पानी परेर पनि अलिकति डिस्टर्बिङ गरेको थियो देख्न सक्नुहुन्छ। हो तीनजना भ्लगरहरू के हो घुमन्ते अनि फोनमा बोल्दै थिए नि त हौ। अब चाहिँ धिमालहरूको ग्रन्थानमा पूजा हुन लागि सुरसार गरिराख्नु भएको छ देख्न सक्नुहुन्छ। यो चाहिँ धिमालहरूको मन्दिर रहेको छ। काकाजी नमस्कार है।
के ल्याउनु भयो दाजु तपाईँले त कुखुरा खोइ कुखुरा झोलामा छ तैँले चाहिँ के ल्याइस् भाइ आन्टी नमस्कार कुखुरा ल्याउनु भएको आन्टी दुईटा भाले ओहो गतिलो रहेछ त हौ भाले आन्टी हो ल भनेपछि आज सुप दरो जाने पर्यो आन्टी यहाँ चाहिँ बोका बोका हो कहाँबाट लिएको बहिनी कहाँबाट बोल्दैन त ए उहाँ हुनुहुँदो रहेछ नि त होइन आमा आजको यो मन्दिरमा भाकल गर्नु ल्याउनु हुनेहरूले यो बोका ल्याइराख्नु भएको छ यहाँनिर अहिले यसलाई मार हान्ने छ यहाँनिर यता हुनुहुन्छ मन्दिरको आयोजकहरू अनि सोल्टी अब कतिखेरदेखि सुरु हुन्छ त 10 मिनेट भयो अनि कति बजीसम्म 10 बजीदेखि गर्नुपर्ने सोल्टी हो ल यता चाहिँ के पूजा हुँदैछ पूजा धमाधम सुरु भइसकेको छ सुरु भइसकेको छ पूजा अब बोका सोका सबै ससुरबा अबको 1 घण्टामा हजुर पूजा सम्पन्न यहाँ चाहिँ घोडा यहाँ चाहिँ उयो घोडाहरू मात्रै चढाउँछ होइन यता छ कति छ हो 200 वटा छ घोडा 200 ओहो 200 वटा घोडा चढाउनु हुन्छ अरे मन्दिरमा यता छ उता छ हेर्नु यहाँ पनि मन्दिर यो सबै मन्दिरहरू रहेको छ भाले 65 वटा हात्ती घोडा 200 वटा भाले चाहिँ कस्तो भाले लोकल भाले 65 वटा आजै ढल्छ त्यो अनि बोका पाठी 8 वटा अझै वहाँनिर आउनु बाँकी नै छ गोपाल दाजु तपाईँले ल्याउनु भएको छ भरे त्यसलाई ल्याउनु भएको छैन ए ठिकै छ त दाजु ए उहाँ दाजु हो भरे त्यो बोका खसीलाई मार हान्ने उहाँ दाजु हुनुहुन्छ मार हान्नेलाई के पो भन्छ हनु होइन अर्को के भन्छ लगभग 200 वटा जति आज काटिन्छ बोका खसी ल आज चाहिँ भनेपछि मार दर हानेको हेर्नु पाइने पर्यो साथीहरू परेवा 56 वटा परेवा 56 मार हान्ने ठाउँ चाहिँ उयो हो मार हान्ने ठाउँ यही हो आहा चटपटे पसल त कति राम्रो बनाएर रहेछ नि त हो यहाँ त कान्छाको कान्छा कान्छी अब चिन्दिन नि देख्छ छैन भाउजू ढोकरे ब्लग त यी तपाईँहरूकै कहाँ कहाँ पुग्छ राम्रो हो त सोध्नु गाउँघरको के छ कसो छ सबै हेर्छ यो त हाम्रै गाउँको बुहारीको चटपटे रहेछ कतिखेर आएको तिमीहरू भर्खर आएको हो आहा ओरिजिनल साउनी त यहाँ हुनुहुन्छ नि हाम्रो काकी आलु केलाइराख्नु भएको छ आइसक्रिम पनि छ कहाँबाट आएको आइसक्रिम यो नयाँ बजारबाट हो तर घर चाहिँ मेरो बबिया हो ल राम्रोसँग बिक्री होस् देख्न सक्नुहुन्छ सानो बजार मेला भए पनि मान्छेको निकै नै घुइँचो रहन्छ यहाँनिर दिदी नमस्कार आरामै दिदी भर्खर आउनु भएको देख्नु सक्नुहुन्छ नानीहरूको खेलौनाहरू पनि मेलामा हेलो गाइस हेलो गाइस
बुद्धम शरणम गच्छामि। के गर्ने काम छैन, टाइम पास गर्नु पर्यो नि त। नपालेपछि भत्किहाल्छ नि। गाना गाउने उयो मिरिम गाली नगर न। यहाँ छौ यता जाँदैछौ त सिली मापा उयो युट्युब हाल्ने होला हैन अब यो गरेपछि बोलेपछि पछि कसरी त्यसलाई एडिट गर्नुपर्छ आफैले बोलेर कि डाइरेक्ट हामी बोलिरहेछ नि त केही हुँदैन बोलेर भन्नु नि त भाग्यमानी हुनु कहिले आयो? म हिजो हामी के ब्लग बनाउँदै हिँड्दै हुन्छ क्या नाच्यौ? एकछिन नाचेको ल एकछिन ल ल है साथीभाइ इष्टमित्र हो हाम्रो गाउँघरको इष्टमित्रहरू यसरी आउँछन् बजार घुम्नलाई। भेना नमस्कार है के छ भाइ यो फुपू नमस्कार। हो बुहारी नानी के किनेको हौ? बेलुन अहिले बेलुन खेल्ने बेला हो? ए हो 4 सिटीमा पनि पाक्दैन होला होइन? यो चाहिँ बराबनमा लागेको आजको मेला राखेको छ साथीभाइहरू देख्न सक्नुहुन्छ। यहाँ चटपटे बनाइराख्नु भएको छ आन्टीले, यता चटपटे खाइराख्नु भएको छ। भागेमारी भाइ कतिखेर आएको त? हजुर दिदी बराबनको भाउजू भनेछ। आरामै हुनुहुन्छ? बराबनको मेला यस्तो छ साथीभाइहरू देख्न सक्नुहुन्छ। हाम्रो गाउँको मेला हो यो। अघिसम्म साकेला नाच्यो भने अहिले यहाँ
50 को 500 100 को 1000 50 को 500 है नगर ओ के छ हौ धिमालनीहरु ठीक छ ओ भुन्जी पानी पूरी गर्मी छ है गर्मी पानी पूरी के छ दोनों भुन्जी ठीक छ के पानी पूरी कि चटपटे चटपटे बेसी भिडभाड रहेको छ यहाँनिर देख्न सक्नुहुन्छ ओहो हन हौ नाचिएन त हौ नाचियो अरे पिरी भने बुहारी नानी ठिक छ कसरी छ जुलबी बहिनी 200 रुपियाँ जुलबी फेरि बहिनीकोमा आइपुगे नि अनुहार छोप्दैछ आइस गोला पान बनाउनु छ यहाँनिर हामीलाई ब्लग बनाउँदा अप्ठ्यारो हुन्छ क्या ठिक छ चटपटे खाँदै ल ल ल ल कतिको बिक्री भइरहेछ दाइ बिक्री भइरहेछ ठिकै छ कतिको गइरहेछ त बोरापनको मेलामा गइरहेछ गएको छैन भन्नु मिल्दैन होइन ए कोटै कोटै भागे मानी भइस् कहिले आइस् हो कि ओहो के छ हौ कहिले हो तिम्रो नानी हो है नानी त ए कहिले आएको तिमी हिजो आएको भागे मानी भइस् त्यो चस्मा सोल्डर लगा ल यसो ल म घुमेको यसो के छ हौ के हो अनि आरामै सोल्टी आरामै अनि के म यसो घुम्छु ल भिडियोमा चाहिँ खिचेको अब के गर्नु कामै त्यति हो हाम्रो सोल्टी कि सोल्टिनीको म त सोल्टिनीको खिच्छु नि सोल्टीको के खिच्नु सोल्टीको जहिले भेटिरहेको यहाँनिर भाइले लिची पनि बेच्नु लिएको छ है त कसरी हो भाइ लिची यो 200 अङ्कल 200 को कति यो 100 एउटा 200 को ल साथीहरु झुम्पाइरहेछ यहाँनिर देख्न सक्नुहुन्छ झुम्पा एउटा चाख्नु ल मिल्छ चाख्नु मिल्छ दाजु यताबाट एउटा चाख्नु नि मिल्छ अरे ओहो भर्खर मामा मिठो छ भने खाऊ नभए नखाऊ कस्तो मिठो छ बहिनी मिठो छ ल खा हेर्नु ल ओ बुहारी नानी टेस्ट गर्नु ल हेलो ननाच्ने अब दाजु टिकटक के छौ हेलो अघि नै मैले मेरो मित्रसँग भेटेर आज यो हाम्रो कस्तो लाग्यो त हाम्रो बोरापनको मेला आजको यो के
उदाउली के उभौली उभौली र धिमालहरूको ढङ्गनाई पूजा आजको यस मेलामा म बेलबारी 5 वटा म देवेन्द्र कार्की यो मेलाको आज रमझमलाई बोराबान बेलबारी बोराबान 6 मा यो भइरहेको यो आजको उभौलीको यो मेला र साथै हाम्रो धिमाल मित्र साथीहरूको पनि ढङढङे मेलामा आज उपस्थित भएर यहाँको दृश्य हेर्न पाउँदा आजको यो धेरै ठाउँबाट यहाँ उपस्थित हुन्छ बेलबारी ग्रामथान रङ्गेली लगायतका सम्पूर्ण हाम्रा ठाउँबाट आउनुभएका हाम्रा मित्रजनहरू हुनुहुन्छ। यो मेलालाई भव्य र धेरै सभ्य बनाइदिनु भएको छ र साथै सबैले यहाँ यो मेलामा उपस्थित भएर आफ्नो आफ्नो तरिकाबाट पनि इन्जोय गर्न पाउनुहुन्छ। साथै म बेलबारीको तर्फबाट पनि यो मेलालाई धेरै धेरै धन्यवाद र सम्पूर्णको साथ सफल होस् भन्दै यो आजको यो मेलालाई पुनः आउने मेलामा पनि अझ बढी सबैको साथ सम्पन्न गर्नुपर्छ भन्दै म मेरो आफ्नोबाट धन्यवाद गर्दै म धन्यवाद दिन चाहन्छु। धन्यवाद। हाम्रो मेला हाम्रो परिचय गाउँघरको मेला हो। मेला चाहिँ निकै नै भव्य नै लागेको छ। यी साथीहरू देख्न सक्नुहुन्छ। अझै मेला भर्न आउनेहरू टन्नै नै राखेको छ, देख्न सक्नुहुन्छ। यहाँदेखि उता चाहिँ बोराबन चोक राखेको छ साथीहरू। हुनु त यो बोराबन चोकमै भएको मेला हो। ल सुँगुर अझै बाँकी छ हजुर। अब बिक्री हुन्छ अन्तिम रहेछ है। पानीपुरी चाउमिनहरू पनि बेच्नु हुँदो रहेछ यहाँनिर। ठिक छ बन्दैछ गाउँघरको। सन्चै कस्तो लाग्यो त हाम्रो बोराबनको मेला? बब्बाल हो बाङ्गेमा बस्ने को कतिखेर आइस? 1.5 घण्टा जस्तो यो हेर्नतिर पुरै रिमोट कन्ट्रोल बल्ल लगाइदिएको छ कि हो? ल छिटो निको हो। सकर दिनाबाट आउनु भएको होइन? ए गोइगाडा आउनु भएको? यहाँ सुँगुरको आन्द्रा, कुखुराको खुट्टा, अन्डा, माछा। गोइगाडाबाट आउनु भएको दिदी? सधैँ लानुहुन्छ मेलामा? बजारमा पनि राख्नुहुन्छ? गोइगाडामा बजार लाग्छ? कहाँनिर? बाङ्गेको चाहिँ आन्द्रा हुन्छ, अन्डा, माछा। कहाँबाट आउनु भएको? ए तपाईँ पनि गोइगाडै? ओहो ए दिदी बहिनी हो? उहाँ दिदी हो तपाईँको? ल ल कस्तो बिक्री भइरहेछ? धन्न पानी परेन है? ल ठिकै छ त। पोलेको खाम न खोइ मासु चाहिँ निगार हो? कसरी हो निगार चाहिँ बोतलको? हजुर 100 रुपियाँ बोतल? हजुर ठिकै छ त। अन्डा बनी गर्दैन नि त? अन्डा त आइहाल्छ त अन्डा पनि। अब भ्लगले खाँदैन अन्डा? बिहिबारेबाट हो? ल के छ साउजी? मामा नमस्कार है। कसरी तोङ भएको चाहिँ बहिनी? हो बहिनी
साथीहरू आजको हाम्रो बोरावनमा भएको साकेला दिमालहरूको ढङढङे पूजाको आजको मेलामा यति धेरै मेला राम्रोसँग लागेको छ, देख्न सक्नुहुन्छ। जो मौसम चाहिँ एकदमै कुल रहेको छ। हिजो रातभरि पानी परेर एउटा मात्रै 100 को 500 एकपल्ट ढालेमा 500 रुपियाँ पाइन्छ। कहाँ हानेको? यहाँ त लकेज 7 रहेको छ, देख्न सक्नुहुन्छ। यहाँ फायारले चार पारे भाइले परे आफ्नो नपरे डाइसवालाको उडाउ भन्छ। पाना चार हेर। मान्छेको भिडभाड आजको आज 2082 जेठ 3 गते हाम्रो साकेला थान बोरावन बेलबारी 6 साकेला थानमा साकेला नाचियो भव्यका साथमा र साथसाथै हामीले सरसफाइ पनि गरियो। अब त्यहाँ हामी घरतिर लाग्नेछौँ। सरसफाइ गर्दाखेरि कचडाहरू हामीले यहाँनिर जलाएका छौँ। अब चाहिँ यो अन्तिम रहेको छ। अब हामी घरतिर लाग्नेछौँ।